गाइज वेलकम बैक टू माई न्यू ब्लग। तपाईहरुलाई मेरो आजको नयाँ ब्लगमा स्वागत छ। आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। म चाहिँ आज रुबन्चुतिर आलु लगाउन आएको छु। आलु लगाउन आएको चाहिँ आज डे 2 रहेको छ। अनि मैले चाहिँ हिजो एउटा रुबन्च अनलाइनको एउटा भिडियो बनाएको छु र आज एउटा अर्को भिडियो बनाएको छु। त्यसैले आज हामीले बिहानै नै धेरै काम गरिसकेका छौँ। अनि यो तपाईहरुकै लागि भनेर मैले चाहिँ अहिले भर्खर भेडा छोडेर रहेछन् भर्खर। अब यसो न भेडाको भिडियो बनाइदिउँ भनेर यता आएको छु। यो चाहिँ रुबन्चुतिर हो। रमाइलो छ आजकल। त्यति गोरुसोरु ल्याएन न चाहिँ त्यति रमाइलो त छैन, अलिअलि रमाइलो छ। अनि भेडाहरू आजकल तलतिरै हुन्छन्। पछि अनि असारको महिनादेखि अलि माथि लग्छन् भेडाहरू। हेर्नु दामी छ, रमाइलो छ। जे होस् तपाईहरुले पनि नाम सुन्नुभयो होला रुबन्चुको प्रायः हो। हामी चाहिँ यहाँ आलु लगाउन आएको। तल नबजेहरूले आलु लगाउँदै हुनुहुन्छ। अनि हामी चाहिँ यतिकै म चाहिँ यता तपाईहरुको लागि भनेर भेडाहरूको भिडियो बनाउन आएको छु। अनि हामी चाहिँ आज आलु लगाउन 2 दिनको लागि आएको हो। अनि 2 दिनको लागि आएर अनि यसो न भेडाको भिडियो बनाइदिएको। तल भेडाको मालिक पनि आइसक्नु हो। मलाई रिसाउनुहुन्छ कि मलाई थाहा छैन है। तलबाट आउनु होला, सपोर्ट त रिसाउनु हुन्न होला ला है। अनि यस्तो नै भिडियो बनाइदिएर केही त हुँदैन। अनि भेडा टक्क लगाएर उहाँलाई भन्छु, अहिले सोध्छु कि कस्तो रहेछ भेडाको भेडा चराउन लेकतिर बस्न कस्तो रहेछ। उहाँले लिएर आउनुभएछ। अनि आफ्नो उहाँको भेडाहरू उहाँतिर गइसकेका छन्। खतरान भेडा यही हो नि। तपाईँहरूले कहिले देख्नु भयो कि नै नदेखेर भन्छु, हेर्नुहोस्। कोही भेडा भर्खर बिहा पनि रहेछन्। म चाहिँ उहाँ तल उहीँसँग जान्छु, उहाँ भेडाको मालिकसँग जान्छु। तपाईँहरू हेर्नु होला। भेडाहरू तर्सिन्छन् कि अलिकति, त्यो भएर बिस्तारै जानुपर्छ। म तल उहाँलाई गएर सोध्छु कस्तो छ, के छ, कस्तो हुन्छ भेडाको जिन्दगी भनेर सोध्नेछु। तपाईँहरू भलक हेरेर इन्जोय गर्दै रहनु होला है त। आइज हजुर खाँदैन अरे बुवा। तल मेरो बुवा चाहिँ कुकुरले खाला भन्नुभएको छ। कुकुर चाहिँ उहाँको भिडियो बनाउँदा क्या म युट्युबमा हाल्ने। जा हौ जा डाक्नु त खै त्यसलाई। यहाँ ए कुकुर कहाँ छ त्यो एउटा खतरा खाँड भेडा। उहाँले चाहिँ मेरो बुवालाई चिन्नु भएको रहेछ। अनि टक्क लगाएर भिडियो बनाउनु पनि सजिलो भयो। कति भेडा खानु तपाईँका? तपाईँको मात्रै हो नि सबै एक्लै? ए भिडियो बनाउँदा क्या म युट्युबमा हाल्ने। तपाईँका भेडा अब युट्युबमा जान्छन्। हुन्छ कहाँ लाग्नु त अहिले यो भेडा? अब यी बेला माथि लेखिर माथि पुवा भैँसेडी भन्ने ठाउँमा लिन्छ। अहिले त्यहीँ लग्ने, अब त्यहाँबाट अहिले पछि ल्याउने। अहिले त्यहीँ लिने, दिसभरि चराउने, साँझ फर्काउने। ए मेरो अनुहार त छाया पऱ्यो अलिअलि यस्ता पनि खानु न हो। अब यस्ता पनि थाहा अहिले त भयो होइन भन्नुहोस्। अरू त सब ठिक छ बाबु। आलु लाउन आयो यस्तै बाबु, दुःख छन् के गर्ने। भेडालाई डाला घाँस दिनुपर्छ। आजकल त्यति घाँस त नआएन भेडा घाँस छैन होइन। अझ डाला हान्नुपर्छ। लेकतिर अलिक टाढा लिनुपर्छ। परि अनि घाँस हुन्छ, अर्को हुन्छ, जेकै सफारी। कहिले लग्नु त भित्तपुन्चुतिर भेडा? अब भित्तपुन्चुतिर हामी यो वैशाखको अन्तिमतिर लिन्छौँ। ए एक्लै नआन? एक्लै। धन्ना साईको छोरा होइन? धनुष साई। अनि कतिमा पर्छ अहिले? मेरो 80 हो। अहिले 80 दि के गर्ने बाबु, जिन्दगी यस्तै छ। उन तान्ने, भेडा हेर्ने, उन कान्ने होइन। तपाईँहरूको कोही अरू साथीहरू नै? म एक्लै छु। परि साथीहरू वैशाख जम्मा हुन्छन्। वैशाख अन्तिम वैशाख माथि लग्दाखेरि त टन्नै भेडा हुँदैन। त्यही भएर 2500 भेडा जम्मा हुन्छन्। अनि त्यही बेला साथी हुन्छ 4-5 जना। ए हुन्छ है हामी
बाबु